तपाईहरु धेरै साथीहरूले फेसबुकबाट पैसा कमाउन खोजिरहनु भएको छ अथवा फेसबुकबाट पैसा कमाइरहनु भएको छ भने तपाईले चाहिँ आफ्नो आइडी चाहिँ एकदम पक्का बनाउनु पर्ने हुन्छ। तपाईको आइडी अरु कसैले ह्याक गरेर चलाइरहेको छ अथवा तपाईको आइडीको एक्सेस अरु कसैसँग छ कि भनेर तपाईले एकदम राम्रोसँग चेक गर्नुपर्ने हुन्छ। तपाईको फोन नम्बरहरु इमेलहरु तपाईको फेसबुकमा एड छ कि छैन अथवा अरु कसैको इमेल अथवा अरु कसैको फोन नम्बरहरु एड छ कि भनेर तपाईले चाहिँ एकदम राम्रोसँग चेक गर्नु होला। कसको मोबाइलमा मेरो फेसबुक चाहिँ लगइन भएको छ भनेर तपाईले चेक गर्न एकदम जरुरी छ। यदि तपाईले यस्तो चेक नगरेर तपाईले आफ्नो आइडीलाई पक्का नबनाएर काम गर्नु भने तपाईले कुनै पनि फाइदा हुने छैन। तपाईले पैसा कमाइरहेको भए पनि अरूले आफ्नो एक्सेसमा लिइरहेको छ, तपाईको गोप्य डाटाहरु आफूले हेरिरहेको छ अथवा अरूले तपाईको फेसबुक चलाइरहेको पनि हुन सक्छ। त्यही भएर चाहिँ तपाईले एकदम पक्का बनाउनलाई लामो समयसम्म पैसा कमाउनलाई आफ्नो आइडी नगमाउनलाई ह्याक हुन नदिनलाई चाहिँ आफ्नो फोन नम्बरहरु इमेलहरु चेक गर्नु होला। अरु कसैको छ कि छैन भनेर चेक गर्नु होला र कसको मोबाइलमा मेरो फेसबुक लगइन छ या छैन भनेर तपाईले चाहिँ कन्फर्म गर्नु होला। त्यसपछि चाहिँ तपाईले काम गर्नुभयो भने पैसा कमाइरहनु भएको छ भने केही फरक पर्दैन, राम्रोसँग पैसा कमाउनुहोस्। पैसा कमाउन खोजिरहनु भएको छ भने पनि तपाईले चाहिँ एकदम राम्रोसँग चेक गरेर काम गर्दै गर्नुहोस्। एक दिन अवश्य सफल हुनुहुनेछ।